सकिन्छ यो साडी यता फुकाल्नु पर्ने हुन्छ। मैले चाहिँ साडी निकालिसकेको छु यहाँ। हाई गाइज, आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्दै तपाईँहरूलाई मेरो भिडियोमा वेलकम गरेँ। अनि आजको भिडियोमा चाहिँ मैले मेरो साडीको भिडियो राख्न गइरहेको छु। अनि मेरो साडीको भिडियो चाहिँ हेरेर तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ गाइजहरू। यो बुट्टा चाहिँ लगभग सबै सकिएको हो। बुट्टा चाहिँ अब यहाँ सादा बुन्नुपर्छ 20 इन्च, अनि त्यसपछि सकिन्छ यो साडी। आज यो साडी निकाल्न गइरहेको छु। यसको 20 इन्च सादा सकेर पनि यो बेर्ने भागको ब्लाउज पनि सकेर अब यो साडीलाई म निकाल्न गइरहेको छु। यो साडी चाहिँ सकेपछि यसरी निकालिन्छ। यहाँ यसलाई चाहिँ हामीले यता फुकाल्नु पर्ने हुन्छ। अनि यो फुकालिसकेपछि चाहिँ यहाँको एउटा अग्लो लाग्छ यसलाई यसरी निकाल्ने। अनि यसलाई काटिसकेपछि चाहिँ साडी निकाल्ने, अनि बेर्ने भाग चाहिँ यतै छोडिदिने, अनि फेरि बेर्नु पर्ने हुन्छ। अनि यसलाई चाहिँ अब हामीले यस्तो तानेर निकाल्नु पर्ने हुन्छ। यता माथि चाहिँ यस्तो छ बुट्टा, यो चाहिँ यस्तो छ बुट्टा यता माथि चाहिँ, अनि यता यस्तो छ। देख्न सक्नुहुन्छ यस्तो छ साडी। निकै गाह्रै हो यो साडी। बुट्टा हेर्दाखेरि यस्तो भए पनि गाह्रो छ यो बुट्टा बुन्नलाई। यस्तो छ अनि यस्तो छ, अनि यो 20 इन्च सादा, अनि सकियो। ल साथीहरू, आज चाहिँ मेरो भिडियो यहीँ स्थगित गर्न चाहन्छु। के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्न सक्नुहुन्छ भन्दै बाई गाइस।